साथीहरू त्यो कतिजना मान्छेहरू हुन्छ नि क्या जसले चाहिँ तपाईँको सब कुछ कपी गर्छ हुन्छ नि तपाईँको हिँड्ने स्टाइलदेखि लिएर बोल्ने तरिकादेखि लिएर तपाईँले को साथी कसरी राखिरहेको छ कोसँग कसरी बोल्दैछ कस्तो लुगा लायो घर कसरी यसले यस्तो गर्यो यो जस्तै हुन्छु यो यसकै कपी गरेर यो भन्दा पनि राम्रो हुन्छु भनेर हिँड्ने है अब मान्छेहरू भेट्छ नि हामीले त्यस्तो कतिजना होइन कतिजना चाहिँ कस्तो हुन्छ भने ऊ चाहिँ आफ्नै साथी हुन्छ क्या दिनरात हामीसँग जुगा जस्तो टालिरहेको हुन्छ अनि हाम्रो सबै चिजहरू कपी गर्ने अनि साथसाथमा हाम्रो खुन पनि चुसिरहेको हुन्छ क्या साथीहरू। सो यस्तोहरूसँग चाहिँ नि तपाईँलाई कहिले पनि तपाईँले स्याड पनि हुनु हुँदैन डिप्रेस्ड पनि हुनु हुँदैन क्या। उनीहरूले कति चाहिँ कपी गर्छ तपाईँको हेयर स्टाइल कपी गर्ला तपाईँको बोल्ने तरिका कपी गर्ला तपाईँको मान्छेसँग कसरी डिल गर्छ तपाईँले होइन यस्तो हेरेर यस्तो कपी गर्छु भनेर कपी गर्ला होइन तपाईँले आफ्नो नानीलाई कसरी कस्तो संस्कार दिनुहुँदैछ कसरी रहन सहन गर्नुहुँदैछ त्यो कपी गर्ला तपाईँले घर कसरी सजाउनु हुँदैछ त्यो कपी गर्ला होइन तपाईँले कोसँग कसरी बोल्दैछ त्यो कपी गर्ने कोसिस गर्ला होइन तपाईँले कस्तो लुगा लाउनु हुँदैछ कहाँ जानु हुँदैछ कोसँग कसरी बोल्छ अब्जर्भेटिभ भएर क्या त सब जस्तो मैले अघि भने नि जुगा जस्तै भएर कपी गर्नेहरू हुन्छ नि कपी गर्छ होइन तर त्यसमा तपाईँले केही त्यसमा दुःखमा लिनु हुँदैन क्या साथी तपाईँ खुसी फिल गर्नुपर्छ कि उनीहरू त्यति साह्रो गए गुज्रेको रहेछ यो संसारमा बिचराहरूले त्यो एउटा सानो एउटा संस्कार धरि नपाएको कि कसरी बोल्नु कसरी लुगा लाउनु कसरी सफा बस्नु होइन कसरी एउटा ड्युटी कसरी गर्नु भन्ने त्यो धरि नजान्ने अर्काकोबाट कपी गर्ने अनि कपी गरेर चोरिसकेपछि चाहिँ साथीहरू हामीभन्दा धेरै जान्ने तिमीभन्दा बेसी जान्दैछु म तिमीभन्दा राम्रो छु भनेर देखाउनु खोज्ने कति माया लाग्दो कति बिचराहरू कति बेसहारा होला सोच्नु नि उनीहरूको है। सो त्यस्तो उनीहरूले जति नै कपी गर्यो भने पनि साथीहरू जे नै तपाईँको चुसेरै तपाईँको जेरक्स कपी नै भयो भने पनि उनीहरूले बाहिरी मात्रै कपी गर्नु सक्छ क्या यो सत्यता चाहिँ उनीहरूले पनि बुझ्नुपर्छ भित्र तपाईँ को हो एज अ ह्युमन बिङ हु यु आर बोर्न त्यो कहिले पनि कपी गर्नु सक्दैन।